आज तुलसी रोपनी एकादशी अनि हामीले के गर्यौँ हजुरहरूलाई आज सानो मिनी ब्लग बनाएर देखाउँछु ल। सम्पूर्णलाई गुड मर्निङ। के छ आज एकादशी? आज मेरो सानो मिनी ब्लग बनाऊ भनेर म आज चाहिँ फेरि ट्राई गरिरहेको छु, मिनी ब्लग बनाउने कोसिस गरिरहेको छु। मेरो मम्मीले चाहिँ बिहानै उठेर आज तुलसी रोपनी एकादशी है, अनि त्यसको लागि चाहिँ पूजापाठ गरिसक्नुभयो। म चाहिँ चिया बनाएर खाइपी गरेर होइन यता चाहिँ घिउ हालेर चाहिँ पुरी बनाउँदैछु। मेरो मम्मीले बेल्दै हुनुहुन्छ। आज एकादशीको दिन चाहिँ खासमा भातहरू खाँदैनन् नि त, अनि त्यही भएर यसो पुरी बनाऊ न त, यसो प्रसाद पनि हुन्छ, सबैलाई बाँड्न पनि हुन्छ भनेर हामी आमा छोरी मिलेर पुरी बनायौँ। अरू बेला चाहिँ म चाहिँ एकादशीमा पुरै व्रत बस्थेँ, तर पटक चाहिँ म व्रत चाहिँ बसेको छु, तर पूजापाठ गर्न चाहिँ मिल्दैन र, किनभने मेरो चाहिँ उता ठुली सासु आमा चाहिँ बित्नु भएको भएर पूजापाठ चाहिँ अहिले गर्न मिलेको छैन। त्यही भएर चाहिँ आमा छोरी मिलेर चाहिँ हामीले चाहिँ पुरीहरू बनायौँ। मैले त प्रसाद बनाएपछि सबैजनालाई बाँड्नु हुन्छ नि त होइन, सबैलाई बाँडेर आजको दिनमा सबैलाई प्रसाद खायो भने पुण्य पाइन्छ। त्यही भएर चाहिँ प्रसाद बनाएर बाँडेको। अनि यो पुरी बनाइसकेपछि चाहिँ मैले चाहिँ मटर पनिर बनाउने सोच थियो, तर आजको दिन अलिक मटरहरू पनि खान मिल्दो रहेन, त्यही भएर आलुलाई उसिनेको छु। आलु र पनिर बनाएर मिक्स गरेर मैले तरकारी बनाउँछु। यो पनिरलाई चाहिँ मैले मजाले तारेर होइन रातो बनाएर यो पानीको उसमा चाहिँ मैले डुबाएँ होइन, अनि त्यस पछाडि चाहिँ खुर्सानी मात्र मेथी र खुर्सानी फुटाएर मैले आलु हालेर तरकारी पकाउँदैछु होइन, किनभने आजको दिन शुद्ध शाकाहारी खानुपर्छ नि त। तरकारी चाहिँ बनाइसकेँ है, यो आलुलाई मजाले भुटेर होइन, त्यस पछाडि मिठो बनाएर अनि यसमा पानी हालेँ। पनिर हालेको त मैले बिर्सेछु कि पनिरलाई रेडी चाहिँ बनाएँ। अनि त्यस पछाडि चाहिँ म खाना सुरु गरेँ। अब आज चाहिँ 12:55 मात्र चाहिँ हरि रोपनी एकादशी भएको भएर चाहिँ अब त्यसपछि चाहिँ द्वादशी लाग्ने भयो र मम्मीले खाना मिल्छ खाऊ भनेर भन्नुभयो। अनि त्यसमा खाना लाग्यो। अब यति धेरै रोटी देख्नु भयो होला, यति सबै रोटी चाहिँ मैले खाएको होइन। मैले चाहिँ बहिनीलाई पनि पर्खिरहेको थिएँ, बहिनी आएन। अनि त्यस पछाडि मैले चाहिँ 3-4वटा रोटी खाएँ, टन्नै 1 कटोरा तरकारी खाएँ। अनि सुन्नु न साथीहरू, आजदेखि चाहिँ म पनि मिनी ब्लग बनाउने कोसिस गर्दैछु होइन। पहिला पनि 1-2 ट्राई गरेको थिएँ, तर त्यति राम्रोसँग सक्सेस हुन सकिनँ। बिचमा म आफै पनि बिजी भएर नभएको। अहिले चाहिँ म कन्टिन्यू दिन्छु भनिरहेको छु, किनभने मेरो फेसबुक मोनेटाइजेसन चाहिँ 6-7 महिना अगाडिदेखि नै भइसकेको होइन। मेरो त्यो ब्याङ्कको पनि इलिजिबल भइसकेको छ। त्यही भएर कस्तो हुन्छ यसो लगाएर मेरो यो के भन्छ तपाईँको मेरो मिनी ब्लगलाई यसो सबैजनाले माया गरेर होइन त्यो साथ सपोर्ट गरिदिनु होला भन्ने म धेरै आशामा छु होइन साथीहरू। अबको प्लेटफर्म भनेको यो तपाईँको डिजिटलाइजेसन नै हो क्या, त्यही भएर यसो डिजिटलाइजेसन के गर्न सकिन्छ कि भन्ने चाहिँ मेरो एक्सपेक्टेसन छ। त्यही भएको कारणले पनि म मिनी ब्लग बनाउने कोसिस गरिरहेको छु साथीहरू। ल धन्यवाद, सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, के कस्तो हुन्छ प्रतिक्रिया पनि दिनु होला, र कसरी बनाउने त्यो पनि मलाई यसो सिकाइदिनु होला। ल बाई, आजलाई यति।